काठमाडौँ नजिकै यति सुन्दर ठाउँहरू छन् भनेर मलाई कसैले भनेको भए सायद म पनि विश्वास गर्दिनथे होला, तर यो सत्य हो। सानैदेखि मलाई घुम्ने ठुलो इच्छा थियो, तर बढ्दो उमेरसँगै सपना र इच्छाहरू गर्दै जाँदो रहेछ। तर पनि कहिलेकाहीँ चाहिँ म आफ्नो लागि समय निकाल्न प्रयास गर्छु। हाई, आई एम सौगात र मलाई ट्राभल गर्न धेरै नै मनपर्छ र अहिले म काठमाडौँमा बसिरहेको छु र काठमाडौँबाट नजिकै धेरै सुन्दर सुन्दर ठाउँहरू रहेका छन्, जसमध्ये केही सुन्दर ठाउँहरू आज हामी तपाईँलाई लिएर जानेछौँ। कथाको सुरुवात हुन्छ यसरी। म र मेरो साथी गुन्जिन समय मिलेको बेला काठमाडौँको विभिन्न ठाउँहरू घुम्न जान्छौँ। एक शनिबार प्राय जस्तै हामी घुम्न जाने भनेर प्लान बनायौँ, तर मेरो साथीको बेलुका 5 बजेदेखि क्लास हुने भएकोले वी ह्याड टु रिटर्न होम एट 5 PM। अब म बिहान छिटो उठ्ने मान्छे परिनँ, सो हामीले एउटा प्लान बनायौँ कि 7 आवर्समा 10 बजे सुरु भएर 5 बजेसम्म काठमाडौँको कहाँ कहाँ घुम्न मिल्छ हेरौँ न त भनेर। हाम्रो प्लान अनुसार सुरुमा हामी काठमाडौँबाट नजिकै रहेको सिकाली चौर जाने निर्णय गर्यौँ। शनिबारको दिन भएकाले बाटो पुरै खाली थियो र मौसम पनि पुरै खुलेको थियो। एकान्त कुनाबाट नजिकै रहेको यो ठाउँ करिब 30 मिनट्स राइड गरेपछि हामी यहाँ पुग्यौँ। ठुलो चौर र बिचमा यति सुन्दर मन्दिर छ यहाँ। धेरैजना यहाँ पिकनिक खानलाई या आफ्नो साथीहरूसँग रमाइलो टाइम स्पेन्ड गर्नलाई आउनुहुँदो रहेछ। यस ठाउँमा फिल्मको सुटिङ पनि हुन्छ भन्ने हामीले थाहा पायौँ र एउटा पपुलर साउथ इन्डियन मुभी यहाँ सुट गरिएको रहेछ। सिकाली चौर कुनै टुरिस्ट स्पोट जस्तो फ्ल्यासी छैन, तर यही साधक नै यसको सबैभन्दा ठुलो सुन्दरता हो। यदि तपाईँलाई पनि कहिले मन भारी लाग्छ भने वा सहरबाट अलि टाढा भाग्न मन छ भने सिकाली चौर एकचोटि आउनुहोस्। यहाँ समय ढिलो चल्छ र मन छिट्टै हलुका हुन्छ। हामीले त्यहाँ धेरै मान्छेहरू रमाइलो गर्दै गरेको देख्यौँ। कोही नाच्दै हुनुहुन्थ्यो भने कोही गीत गाउँदै हुन्थ्यो र कोही आफ्नो फ्यामिलीसँग क्वालिटी टाइम स्पेन्ड गर्दै हुन्थ्यो। त्यहाँ केही बेर रमाइलो टाइम स्पेन्ड गरिसकेपछि म र मेरो साथी त्यहाँबाट चोबारको बाटो हुँदै लाग्यौँ फार्पिङतिर। हामीले सुनेका थियौँ कि फार्पिङमा धेरै राम्रा राम्रा ठाउँहरू छन् घुम्नलाई भनेर, र हामीले थाहा पाएको थियौँ कि त्यहाँनिर एउटा झुर्लिङ्गे पुल पनि रहेको छ जुन धेरै नै हाइटमा रहेको छ भनेर, र हामी त्यहीको खोजीमा अघि बढ्यौँ। फार्पिङ जाने बाटोमा पनि थुप्रै राम्रा राम्रा ठाउँहरू पर्दो रहेछन्, जस्तै तौद र एउटा पुरै हिलमा नेपालको मजाको फ्ल्याग बनाइएको थियो र त्यहाँ एउटा ठुलो त्रिशूल पनि थियो। परबाट हेर्दाखेरि पनि कति राम्रो देखिने, र त्यहाँ माथिबाट तपाईँले उपत्यकाको राम्रो भ्यू पनि पाउनुहुँदो रहेछ। यस्ता थुप्रै ठाउँहरू हामी पार गर्दै हामी फार्पिङतिर अघि बढ्यौँ र केही बेर हामी अगाडि गइसकेपछि हामी पुग्छौँ नेपालकै सबैभन्दा पहिलो हाइड्रो पावर फार्पिङ हाइड्रो पावर। फार्पिङ, जहाँबाट सुरु भयो नेपालको उज्यालोको भविष्य। विक्रम सम्वत 1968 मा चन्द्रशमशेर राणाले स्थापना गरे फार्पिङ जलविद्युत आयोजना। यो आयोजना रन अफ द रिभर प्रणालीमा आधारित थियो, जहाँ खोलाको पानीलाई नहर मार्फत टर्बाइन घुमाएर बिजुली उत्पादन गरिन्थ्यो। सुरुवातमा यसको क्षमता मात्र 500 किलोवाट थियो, तर यही सानो शक्तिले पहिलो पटक काठमाडौँका दरबार र सडकहरू उज्यालो बनायो। त्यो समयको लागि यो केवल प्रविधि होइन, नेपालको आधुनिक यात्राको सुरुवात थियो। आज यो आयोजना सानो भए पनि यसले देखाएको बाटोले नेपाललाई जलविद्युत देश बनाउने सपना दिएको छ। हाम्रो दोस्रो डेस्टिनेसन फार्पिङमा केही समय बिताइसकेपछि हामी त्यहाँबाट लाग्यौँ हाम्रो थर्ड डेस्टिनेसनमा, जुन थियो फार्पिङ सस्पेन्सन ब्रिज।
काठमाडौँदेखि नजिकै भएको कारणले गर्दाखेरि यो ठाउँमा धेरैजना मान्छेहरू घुम्न आउनुहुँदो रहेछ र यहाँ हिँडिरहँदाखेरि मलाई पनि काहीँ न काहीँ डर र खुसीको महसुस भइरहेको थियो। यो पुलले दुईटा पहाडलाई मात्रै होइन, घरलाई बजारसँग जोड्छ, विद्यार्थीलाई विद्यालयसँग जोड्छ र मानिसलाई अवसरहरूसँग जोड्छ। पुलमा हिँड्दाखेरि डर लागे पनि यो ठाउँ लास्टै रमाइलो रहेको छ। यदि तपाईँलाई पनि काठमाडौँ नजिकै कतै घुम्न जाने ठाउँ चाहिएको छ भने यो ठाउँलाई आफ्नो बकेट लिस्टमा चाहिँ अवश्य हाल्नुहोला। यहाँ तपाईँले राम्रो टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। यहाँबाट फर्किँदाखेरि बाटोमा पर्ने तौदह लेक र यो गुम्बा चाहिँ घुम्न नछुटाउनुहोला। हामी साँझ पख तौदह लेक आइपुग्यौँ। यो ठाउँ यति शान्त र सुन्दर छ भनेर मलाई थाहा थिएन। यो ठाउँमा धेरै चराचुरुङ्गीहरू पाइँदो रहेछ। विभिन्न ठाउँबाट यहाँ एक्चुअली चराचुरुङ्गीहरू आउँछन् भन्ने हामीले खबर पनि पायौँ। यो ठाउँ यति सुन्दर थियो कि हामी यो ठाउँको सुन्दरतामा हराइरहेका थियौँ र त्यति नै एउटा किनारबाट हामीले माथि गुम्बामा घाम लागेको देख्छौँ र हामी त्यो गुम्बातिर अघि बढ्छौँ, घाम ढल्किनुभन्दा अगाडि त्यहाँ पुग्ने आश लिएर। केही मिनटको राइडपछि हामी त्यो गुम्बा पुग्छौँ। हामी पुग्दाखेरि घाम ढल्न लागिसकेको थियो। हाउएभर हामीले यो सर्ट लिन चाहिँ पायौँ। काठमाडौँमा रहेका यति सुन्दर सुन्दर ठाउँहरू तपाईँहरू पनि एकै दिनमा घुमेर आउन सक्नुहुन्छ। त्यही भएर समय मिलेको बेला अवश्य यो ठाउँहरू घुम्न जानुहोला।